हाम्रो सैटरडेको प्लान चाहिँ गलेश्वरतिर पूजा गर्न जाने थियो। फाइनल्ली हामी गलेश्वर जान लागेको भन्नु न अरु केही। हाम्रो एउटा सँगै घुम्न जाने, सँगै कुनै ठाउँ कुनै मन्दिरमा पूजा गर्ने सपना पुरा हुन लाग्दैछ। अझै पुरा भइसकेको छैन। हामी गलेश्वरमा पुग्यौँ भने चाहिँ सपना पुरा भएको भिडियो बनाउने छौँ अवश्य पनि। हाम्रो गलेश्वरको यात्रा सुरु हुन लाग्यो। हामी जाने ट्याक्सी आइसक्यो। Tiro, guys, sandu dah. Tiro. सुत्नु भएको छ। हामी चाहिँ जानुलाई म अब बेनीबाट यही हो। गर्मी हो। ट्याक्सीमा चढिसक्यौँ। कति गर्मी हो र तर छुट्टै गर्मी भयो ट्याक्सीभित्र पस्ने बित्तिकै। फाइनल्ली हामी चाहिँ लाग्यौँ गलेश्वरतिर। गलेश्वर जाने ट्याक्सीमा चढिसक्यौँ। हामी चाहिँ फाइनल्ली आइपुग्यौँ गलेश्वर मन्दिरमा। त्यहाँ मन्दिरको अगाडि चाहिँ पूजाको सामानहरू किन्न लाग्यो। घेरमा के हुन्छ नि यो भित्र? सबै एउटा राम्रो नरिवल राख्दिन। पानी छ नानी छ 400 भन्छन् कि 350 भन्छन्। मैले 300। विश्वकै अलौकिक तीर्थस्थल गलेश्वर धाम रे। आज एउटा इच्छा पुरा भयो हाम्रो चाहिँ हैन। परमेश्वर तरिकामा तपाईँ मैले पूजा गराएर खिचे हुन्छ। मनोकामना पुरा होस् हाम्रो सृजना मिसको। हामी चाहिँ यो भित्र चढाएर नि घुम्दैछौँ। ए माथिबाटै घुमे नि हुन्छ। माग्दै हिँड्नु न मनले। अब चाहिँ हामी नरिवल फुटाल्नु अलि पावरले गर्नु पो हुन्छ। खानु न अलिकति शिरमा लाउनु। त्यो त त्यहाँ नचढाइ नै हुन्छ क्या। वाह सबै ठाउँ हाल्नु। यस्तो
ल ल भयो केही छैन यस्तो नि धेरै छन् मेरो खै त अहिले छैन भन्ने नि त्यहाँ गएर कस्तो खालको रहेछ तिन चाहिँ यत्तिकै खान पाउँछन् क्या ए भानी हजुरले तिनवटा केर मलाई त बल्ल एउटा केरा म त अहिले गएर न कराइदिने हो रिस उठ्ने अब यहाँ मन्दिरमा आएको बेला रिसाउने कुरा भएन हामीलाई चाहिँ रक्षा गर्नु भगवान् होला कमलको फुल हो त्यो हामी त उल्टे उल्टे घुम्यो हामी क्या हो क्या सुल्टै हो भगवान् हो गौ माता कस्तो रियल जस्तो ए यहाँ ओम बनाउनु रहेछ दिपा यहाँ ओम बनाउनु रहेछ एकदम ह्याप्पी मोमेन्ट यो चाहिँ हाम्रो लागि अनि त्यहाँबाट भित्र गएर चाहिँ खिच्न नमिल्दो रहेछ अघि मैले भित्र एउटा थाहा नै भएन त्यहाँ सिसी क्यामेरा देखेँ अनि बल्ल त्यहाँ फोटो खिच्नु नमिल्ने भनेर लेखेको देखेर अनि झस्केको थिएँ थाहै थिएन मलाई अनि डर लाग्यो बाहिर ननिस्किँदासम्म डर लाग्छ मलाई अब जरिवानातिर आउँछ नि यो चाहिँ के भगवान् गणेश भगवान्जी ल बसेको फोटो खिच्दिउँ के अरे बाक्लुङको कालिका मन्दिर जस्तो लाग्यो त्यस्तै डिजाइनको रहेछ यताको मन्दिर चाहिँ हुनुहुँदो रहेछ अरे कहना क्या चाहते हो यो चाहिँ कस्तो टिका हो नि शिवरात्रिको कसरी लाउने यसरी लाउने घर घरहरूमा डोबेर उता कोही भाइहरू बहिनीहरू छन् भने लगाइदिएपछि हुन्छ हो भोक लाग्छ भोक लागेर भोक लागेर मुना लाग्छु यसले मात्रै खान्छ मलाई दिनमा बिहानदेखि भर्खरसम्म कति 2 बजेसम्म नखाएको त्यही भएर भर्खर खान लाग्यो हामी चाहिँ पूजा भ्याएर अनि बल्ल बेनी आइपुग्यो भने बेनी आएर भोक लाग्यो नि त गाइस ल्याइदिनु के खाने भन्नु हजुरले खानुभयो भन्नु म पैसा दिन्छु खाने स्टाइल है गाइस हामी चाहिँ अब फाइनल्ली घर जाने बेलामा कफी हान्डेको है गाइस बेनीको चौमेनामा व्हाइट कफी हो फेरि दुध चिया भन्नु होला हाम्रो कलेजसम्मको यात्रा यहीँ आएर टुङ्गियो अब चाहिँ दरबाङ पुगेपछि टुङ्गिन्छ नानी त्यसो बिग्यो है यो चाहिँ कफी खान्छौँ यहाँसम्मको त टुङ्गियो अब गलेश्वर फर्केर जाने कुरा भएन अब त घरै हो पानी पर्नु लाग्यो कफी खाएर चाहिँ हामी गाडीको वेटिङमा छौँ अनि जान्छौँ दरबार ओके
See you soon guys. माया गरिदिनु न ल.